नै हुन्छ सधैँ नै एक नासो प्लेयर हुन्छ भन्ने छैन ग्यारेन्टी केनियाको एक्जाम्पल लिउँ भने एकताका उनीहरूले चाहिँ सेमी फाइनल वर्ल्ड कप खेलेको थियो तर उनीहरूको ग्रासरुट कमजोर भएको कारणले अहिले अवस्था यस्तो छ कि तिनीहरू डिभिजन 4 मा पनि स्ट्रगलहरू गरिरहेको छ सो त्यसले गर्दा चाहिँ दोस्रो काम के हुन्छ भने चाहिँ मेरो प्रोजेक्ट चाहिँ हामीसँग चाहिँ गाउँपालिका र नगरपालिका जोडेर हाम्रो कम्तीमा पनि 16 नगरपालिका र गाउँपालिका छन् सो त्यो हिसाबले हेर्दाखेरि चाहिँ मेरो आफ्नो के हुन्छ भने चाहिँ प्रत्येक गाउँपालिका र अब समग्रमा भन्नुपर्दा फेरि हामीले इन्टर स्कुलले फोकस गर्न सकिन्थ्यो तर इन्टर स्कुलको अवस्था के छ भने चाहिँ त्यस्तो खासै क्रिकेट छैन जसले गर्दा चाहिँ एउटै स्कुलबाट चाहिँ बलियो टिम निकाल्न गाह्रो हुन्छ जस्तो होराइजन काशी भयो साई ग्लोबल यो दुई चारवटा स्कुल मात्रै एउटा सम्भावित टोली चाहिँ राम्रो देखिन्छ तर त्यसपछि चाहिँ टुर्नामेन्ट भयो भने चाहिँ त्यसमा अवस्था चाहिँ अलिकति कमजोर देखिन्छ जसरी हाम्रो खेल्दा फेरि चाहिँ हामीले चाहिँ होराइजन खेल्दा फेरि चाहिँ एउटा टिम चाहिँ हाम्रो फर्स्ट बलिङ गर्दा फेरि 25-30 मा अलआउट हुन्छ भने ब्याटिङ गर्यो भने चाहिँ 200-250 रन 20 ओभरमा हुन्छ भने त्यो लेभलको चाहिँ हामीले चाहिँ टुर्नामेन्ट स्कुल नगरेर चाहिँ हामीले 16 जुन गाउँपालिका र नगरपालिका छ हामीले त्यो प्रत्येक त्यो ठाउँमा इन्डिभिजुअली चाहिँ हामीले कोचले पठाएर हुन्छ कि आफै सङ्घले त्यहाँ लगानी गरेर हुन्छ कि प्रत्येक गाउँपालिका र नगरपालिकाको चाहिँ एउटा छुट्टै टिम बनाउने र त्यहाँ छुट्टै कोचेसहरू पठाएर चाहिँ त्यो त्यहाँको स्कुलको बच्चाहरूलाई चाहिँ समेटेर एउटा टिम बनाउने जुन गाउँपालिका र नगरपालिकामा चाहिँ राम्रो टिम धेरै बच्चाहरू छ भने हामीले दुईटा टिम बनाएर चाहिँ वर्षभरि हामीले चाहिँ त्यो टुर्नामेन्टहरू अर्गनाइज भने ताकि एउटा त्यहाँ त्यो सबै जति पनि गाउँपालिका र नगरपालिकामा छ त्यहाँको क्रिकेटको माहौल होस् भनेर चाहिँ इन्टर स्कुललाई चाहिँ हामीले फोकस गर्थ्यो तर इन्टर स्कुलको चाहिँ स्तर चाहिँ त्यति राम्रो नभएकोले चाहिँ हामीले यो कार्यक्रम चाहिँ हामीले प्रत्येक गाउँपालिकामा गएर ट्यालेन्ट हन्ट प्रोग्राम गरेर सबै स्कुललाई चाहिँ समेटेर प्रत्येक स्कुलमा प्रिन्सिपल सरहरू लगायत सबै जति पनि प्रतिनिधि हुन्छ उहाँहरूलाई चाहिँ हामीले एउटा मिटिङ बसालेर चाहिँ त्यो कार्यक्रमहरू आयोजना गर्नेछौँ।